सबैजनालाई स्वागत छ आजको मेरो प्रेम दिवस विशेष ब्लगमा। सधैँ आज पनि बिहानीको सुरुवात स्ट्रेचिङ, प्ल्याङ्क, लेग रेजेस र पुसअपले सुरु गरे। त्यसपछि सूर्योदय हेर्न म बाहिर गए। त्यसपछि सूर्योदय हेरेर फुलमा पानी दिए। त्यसपछि मलाई फेरि पुसअपहरू गर्न मन लाग्यो र विभिन्न शारीरिक क्रियाकलापहरू पनि गरे, दण्ड बैठक। त्यसपछि म छतमा पनि एक्सर्साइज गर्ने उद्देश्यले गएको थियो, तर त्यहाँ एकदमै फोहोर देखेपछि मलाई झाडु नलगाई चित्तै बुझेन। त्यसपछि केही बेर झाडु लगाए। खासै झाडु लगाउनमा जागर नचले पनि आज भने मलाई अलिअलि जागर चलिरहेको थियो र एकदमै फुर्तिलो महसुस गरिरहेको थिएँ। वर्षमा 4-5 पटकभन्दा बढीचोटि मैले झाडु लगाउने गरेको छैन। तैपनि आज किन हो मलाई एकदमै राम्रो जागर चल्यो। त्यसपछि फोहोरहरू उठाए। फेरि पनि बाँकी रहेको छुटेको ठाउँमा दोस्रोचोटि तेस्रोचोटि गरेर भए पनि मैले सफा गरेँ। केही बेरमा एकदमै राम्रो टल्किएपछि मात्र मलाई चित्त बुझ्यो। झाडु लगाउनु पनि आफैमा एउटा फिजिकल एक्टिभिटी हो र राम्रो एक्सर्साइज पनि हो भन्ने मैले आज महसुस गरेको छु। त्यसपछि म झाडु लगाइसकेपछि धनगढी पुगेँ स्पाइसी हबमा र केही चिप्सहरू लिएर आजको मेरो भिजिटिङ प्लेस जोखरतालमा पुगेँ। त्यहाँ वरिपरि विभिन्न विद्यालयहरू, समूहहरू, आमा समूहहरू, महिला समूहहरू लगायत विभिन्न युवा युवतीहरू त्यो तालको भ्रमणका लागि र त्यहाँ पिकनिकको लागि आएका थिए। केही बेर जोखरताललाई हेरेँ। प्रकृतिमा एकदमै घुलमिल भएको र प्रकृतिको एकदमै नजिक पुगेको महसुस गरेँ। हाम्रो नेपालमा रहेका यस्ता सम्पदाहरूलाई, प्रकृतिका रचनाहरूलाई हामीले बचाउन सकेमा मात्रै हामी मानव कहलिनेछौँ र यो ताललाई संरक्षण गर्नु हामी सबै नेपालीहरूको कर्तव्य हो। यस्ता संरचनाहरूलाई हाम्रा आउने भावी पुस्ताहरूले पनि हेर्न पाउन् हामी सबैले कामना गरौँ। प्रकृतिको सुन्दर रचना। तालको वरिपरि सोलर सिस्टम बत्तीहरू पनि जडित थिए। सायद रातिको लागि पनि ताल भ्रमण गर्ने व्यवस्था मिलाइएको छ होला। तर तालको साइडमा रहेका बेन्चहरूको अवस्था यस्तो थियो। तालको भ्रमणपछि म रेड क्रसमा गएर रक्तदान गर्ने कार्य गरेँ। रक्तदान मैले 2076-77 सालदेखि गर्दै आइरहेको छु। सालमा 2-3 पटक मैले रक्तदान गर्ने गरेको छु। रक्तदान गरिसकेपछि म आफ्नै एग्रोभेटमा फर्किएर बिरामी कुकुरको उपचार गरेँ। धन्यवाद।